बिचारा उहाँ बुवा बङ्गलामुखी मन्दिरभित्र रहेको पिपलको बुट्टा मुनि बसेर यसरी पैसा मिलाइराख्नु भएको छ। म आज उहाँलाई सहयोग गर्नेछु। म आज काठमाडौँको गल्लीमा यसरी डान्स गरिरहेको छु। मैले डान्स गर्दै गर्दा हजुरहरूले दिएको रकमहरू जम्मा गरेर आज उहाँलाई सहयोग गर्नेछु र मैले कन्टिन्यू 3 घन्टा डान्स गरेर मेरो खुट्टाको हालत यस्तो भइसकेको छ, पुरै मोजा फाटिसकेको छ। नमस्ते बुवा, यो हजुरको लागि मेरो तर्फबाट है। यो मैले रोडमा डान्स गरेर जम्मा गरेको पैसा हो। यो हजुरको लागि, हजुर राख्नुहोस् है, यो हजुर लगेर जानुहोस् है, यो हजुरको लागि। मैले यो रकम दिँदा उहाँ बुवा एकदमै खुसी हुनु भएको थियो र हजुरहरूले आगामी दिनमा मलाई सडकमा डान्स गर्न लागेको देख्नुभयो भने सकेको सहयोग गरिदिनु होला। म सधैँ गरिब, दुखी, अशक्त, अपाङ्ग उहाँहरूलाई सहयोग गर्नेछु।